यो कथा हो एक युवा सपनाको, माटोसँग जोडिएको सङ्घर्षको र आत्मनिर्भर भविष्यको। उहाँ हुनुहुन्छ सुमन थापा मगर, राजनीतिमा चासो राख्ने, फिल्म मेकिङमा सपना बोकेका, तर पेसाले गर्वका साथ भन्नुपर्दा कृषक। सुमनको दिन बिहानीको घामसँगै सुरु हुन्छ। कुखुरा, हाँस, बाख्रा, गाई र बङ्गुर यी सबै केवल पशु होइनन्, यी उनका सपना हुन्, उनका भविष्यका आधार हुन्। पशुहरूको रेखदेख गर्न 5वटा वफादार कुकुर छन्। घर छेउमै वन जङ्गल छ, जहाँ बाख्राहरू खुल्ला आकाशमुनि चरिरहेका हुन्छन्। प्रकृति र परिश्रम बीचको सन्तुलन सुमनको जीवनशैली हो। यही आँगनमा 3 घर माहुरी पनि छन्, मौन तर मेहनती जसरी सुमन स्वयं। यो यात्रामा ऊ एक्लो छैन। आमा, बाबा र श्रीमतीले हरेक काममा साथ दिन्छन्। छोरी स्कुल जान्छे, भोलिको शिक्षित भविष्यको आशा बनेर। छोरा अझै दुधे बालक छ, सपना अझै धेरै बाँकी छन् भन्ने सङ्केत। भाइ कोरेसिया र बुहारी पनि साथमै रहेको छ। सुमनको हातमा माटो छ, आँखामा सपना छ र मनमा समाजप्रतिको जिम्मेवारी। उहाँ विश्वास गर्नुहुन्छ कृषि कमजोरी होइन, सम्भावना हो। गाउँमै अवसर छ यदि सोच बदल्न सकियो भने। वैज्ञानिक कृषि नीतिसँगै रूपान्तरण गर्न सकेमा हजारौँ युवालाई यही स्थापित गर्न सकिन्छ। उनी पेसामा आत्मनिर्भरतासँगै राजनीतिक शास्त्रमा मास्टर गरेर हाल कानुन विषयमा अध्ययनरत छन्। नमस्ते, म चाहिँ सुमन थापा मगर अनि यो उज्यालो भारम फर्मको म सञ्चालक र यो उज्यालो भारम कृषि फर्म चाहिँ व्यास नगरपालिका वार्ड नम्बर 5 यो राउदे भन्ने ठाउँमा चाहिँ रहेको छ। र हामीले सबभन्दा हाम्रो यो उज्यालो भारम कृषि फर्मको चाहिँ मेन हाम्रो टार्गेट भनेको त बुङ्गुर पालन नै हो र सँगसँगै हामीसँग बाख्राहरू पनि छ र बुङ्गुरमा हामीले चाहिँ बच्चाहरू उत्पादन गर्ने र त्यो बच्चाहरू चाहिँ बिक्री वितरण गर्ने र सकभर हामीले बुङ्गुरहरूमा पनि अझै उन्नत जातको बच्चाहरू निकालेर अलिक कृषकहरूलाई चाहिँ अलिकति लाभदायी हुने ढङ्गले चाहिँ हामीले गरिरहेको छौँ। र अलिकति हामीले नयाँ चाहिँ हामीले चाहिँ के गरिरहेको छौँ भने अलिकति यो बुङ्गुरहरूलाई पनि अलिकति कृत्रिम गर्भधारणद्वारा चाहिँ हामीले चाहिँ बच्चाहरू चाहिँ उत्पादन गरिरहेको छौँ, जसले गर्दा अलिकति उन्नत जातको बच्चाहरू निस्कोस् भनेर हामीले चाहिँ त्यो गरिरहेको छौँ। र हामीले सँगसँगै बाख्राहरू पनि हामीले चाहिँ अलिकति उन्नत जातकै अब क्रस बाख्राहरू चाहिँ हामीले गरिरहेको छ। जस्तै उदाहरणको लागि हामीले यहाँ हामीले बोयर बाख्राको बच्चाहरू चाहिँ उत्पादन गर्ने गरिरहेको छौँ। सँगसँगै हामीले मेरो रुचि भन्नुपर्दा चाहिँ अब म चाहिँ अब अध्ययन भन्नुपर्दा चाहिँ मेरो मास्टर पोलिटिकल साइन्स र एलएलबी र अध्ययनरत विद्यार्थी नै हो र सँगसँगै मेरो चाहिँ अब समाजसेवा पनि गरिरहेको छु। र के भन्छ कृषिमा अब सङ्घर्षहरू धेरै सङ्घर्षहरू गाह्रो नै छ कृषिमा, किनभने अलिकति नीतिहरू हेर्ने नीतिहरू त्यो अलिकति युवाहरूलाई चाहिँ त्यो अलिकति नभएको कारणले गर्दाखेरि यो कृषिमा चाहिँ अब जति आकर्षण गर्नुपर्ने हो त्यो आकर्षण पनि गर्न सकिरहेको छैन र जति युवाहरूलाई चाहिँ कृषिमा दीर्घकालीन रूपमा चाहिँ गराइरहनु पर्ने हो त्यो देशको नीतिहरूले गर्दा अलिकति त्यो दीर्घकालीन रूपमा चाहिँ हामीले चाहिँ लान सकिरहेको छैन। यसलाई चाहिँ अलिकति नीतिहरू चाहिँ परिवर्तन गर्न सकियो भने नेपालमा युवाहरूलाई नै चाहिँ नेपालमा केही रहन यहीँ बस्नका लागि चाहिँ हामीले चाहिँ वातावरण चाहिँ सिर्जना गर्न सक्छौँ जस्तो मलाई लाग्छ। सँगसँगै अब कृषिहरूमा गर्नुपर्दा चाहिँ सबभन्दा त्यो अध्ययन र सम्भावनाहरू त्यो ठाउँको परिवेशहरू हेरिकन चाहिँ हामीले चाहिँ एकदम त्यो अध्ययन चाहिँ गर्नुपर्दो रहेछ। सङ्घर्ष हुन्छ, सङ्घर्षलाई पनि अलिकति हामीले झेल्दै जानु पर्दो रहेछ र सरकारले पनि यस्ता अलिकति युवाहरूलाई चाहिँ अलिकति लक्षित ढङ्गले चाहिँ कार्यक्रमहरू चाहिँ गरेर कसरी हुन सकिन्छ, उहाँहरूलाई अलिकति लोनमा हुन्छ कि अब अनुदान हुन्छ कि अब कसरी अब तिनीहरू उहाँहरूलाई त्यो जानकारी के छ त्यो आफ्नो त्यो भूगोल हेरेर चाहिँ हामीले त्यो गर्न सक्यो भने युवाहरूलाई ठाउँअनुसारको ठाउँमा चाहिँ हामीले युवाहरूलाई चाहिँ यसरी नै हामीले चाहिँ कृषि क्रान्ति चाहिँ गर्न सक्छौँ जस्तो मलाई लाग्छ। र अन्यथा हामीले चाहिँ अलिकति धेरै स्ट्रगलहरू छ कृषिमा, धेरै गाह्रो छ किनभने अब अलिकति त्यो अब जस्तै बुङ्गुरलाई उत्पादन हामीले जस्तै उदाहरणको लागि जस्तै हामीले बुङ्गुर गरिरहेको छ, जस्तै बुङ्गुरहरूलाई चाहिने अलिकति हामीले बच्चाहरू जस्तै उदाहरणको लागि नेपालमा यस्तो धेरै राजनीतिमा धेरै हामीले नेताहरू पाइन्छ भने
हाम्रो कृषिमा कस्तो भने अलिकति उन्नत जातको भालेहरू खोजियो भने पनि एकदम वर्षौं दिन कुर्न पर्ने र जस्तै कृत्रिम गर्भधारण गर्न पर्यो भने पनि साधनहरू नपाएको कारणले गर्दाखेरि यहाँ भाले खोजिरहँदा पनि हामीले चाहिँ पर्खिरहनु पर्दाखेरि धेरै हामीलाई चाहिँ घाटा हुँदो रहेछ। सँगसँगै हामीले त्यो बजार पनि अलिकति कहिलेकाहीँ रोगहरू आउने अनि रोगहरू आउँदाखेरि पनि अलिकति त्यसले गर्दा पनि धेरै गाह्रो हुन्छ। त्यही भएर जैविक सुरक्षाहरू चाहिँ एकदम अपनाउनु एकदम आवश्यक हुन्छ। त्यही भएर अलिकति हामीले यस्तो धेरै कुराहरूलाई चाहिँ सरकारले चाहिँ हेरियो भने मलाई जहाँसम्म लाग्छ भोलिको दिनहरूमा कृषिलाई नै एकदम कृषि प्रधान देश मात्र नभएर अलिकति हामीले चाहिँ यसलाई अलिकति व्यवहारिकमा पनि लान सकिन्छ जस्तो मलाई लाग्छ। धन्यवाद। सुमनको बुबा 25-30 वर्ष खाडीको तातो रातमा पसिना बगाएर हाल नेपालमै छोरासँगै एकीकृत कृषि पेसामा लाग्नु भएको छ। सारले जम्मै के अनि पहिला अब साउदिनमा 2 वर्षमा होटी रानाखी कतार चाहिँ 25 वर्षमा 25 वर्ष उनहे रा अब हनाले दुख सुख चाहिँ कृषि पेसा जानुले राको नि बुङ्गुरले अब हाँस गुवाडी अनि अब मगरको चाहिँ अब राम आज गुवामाको कुरा न माछा आज पूजा जाडी पहरले पाउन पाछ राख्दाखेरि अब छेउ याकी पर्छ कासी पर्छ लहेर जाकी पर्छ चाहिँ कृषि पेसा अब राको मुनि बाबु लाखा लहुरो अब काम केसुनले दि जीवकार केटकी चाहिँ अब केसुनले अब देखि पर्छ अब इटनले अब नाति नतिना परिसकेन पर्छ अब रामनले दिन अब भरोकी पर्छ कास्की पर्छ ज्याके पर्छ ठिकैले चाहिँ हालाङ्कि बाबु अब डेमो चाहिँ 5-6 वर्ष 7 वर्ष साना 7 वर्ष खाल साना राको जरा ले 25-30 वटा चाहिँ खालीमा छ नि सेचोले राएर कानुन लागेर अर्को लागे चाहिँ कुटा सेले अब डेकेमा आले कानुन लागे चाहिँ ठिकैले जोडी फुन्ने ठिकै काम केसुनले सेचले अब कृषि पेसा जालेर अब खेती किसान जाटिन पर्छ त्यस्तै गहुँ मकै देनले हुन जानुनले छेला सालाङ अब गाह्रो र रोबडिक बर्ले होला लेखन सेनी अब कुडी लो ज्यागर छुरु अब दुख सुख चाहिँ अब जाटकिन पर्छने छेला चाहिँ गाह्रो रोबडिकाले देश विचार जानु नि के रे म छकबहादुर थापा पहिला पुर्कोटाले लाङ्गा चाहिँ सामु पुर्कोटाले अनि भीमाटा चाहिँ उहाँ भीमालाई बेचबिखन जाँदाखेरि चाहिँ डमौली कन्टाराङले यसलाई मानु धारादी चिसो पानी डेले धारादिएर डेले यसलाई चाहिँ जग्गा लोनाखे कृषि पेसा जानु हुने बाबु ठिकैले दिए चाहिँ हालके दुख सुख जानु लेगेरे देखे पर्छ बाबु ल गैडी डेमो नमस्ते। परिश्रम नगर्नेहरू शिर ठाडो पार्ने र परिश्रम गर्नेहरूको शिर निहुराउने प्रचलन हटाउनु पर्छ भन्ने मान्यता राख्छन् सुमन। यो कथा केवल सुमनको मात्र होइन, यो कथा हो आजको हजारौं युवाको जो माटोमै भविष्य खोज्दैछन्। जय माटो, जय देश।